रामकुमार बमजन धेरै वर्ष अगाडि जङ्गलमा बसेको धेरै त्यस्ता कुराहरू छन्। पछि आएर अब ठुलो नै भइसकेको रहेछ। अब त्यसलाई चाहिँ नि लिटिल बुद्ध कसले भन्यो मलाई थाहा भएन। त्यो मलाई लाग्छ उस आफैले पनि आफूलाई लिटिल बुद्ध म बुद्ध नै हुँ भनेको छैन होला जस्तो लाग्छ। सम्भवतः यो त्यतिकैको हावादारी कुरा कि अरू क्षेत्रबाटै यो मान्छे बुद्ध हो, हाम्रो यो फलाना बुद्ध हो भनिदियो होला र मिडियाले बनाइदियो होला। किन त्यो भन्छु भनेदेखि यस विषयमा त म असाध्यै आधिकारिक व्यक्ति राम बमजनको विषयमा किन त भन्दाखेरि उहाँले जङ्गलमा बसेर जुन ध्यान गरिराख्नु भएको पनि हो। त्यो बेलामा नेपाल सरकार गृह मन्त्रालयले लुम्बिनी विकास कोषलाई जिम्मा लगायो, ल यो के हो तथ्य सत्य चाहिँ बुझेर दिनु भनेर। अनि लुम्बिनी विकास कोषले हामी 3 जना, म नरेशमान बज्राचार्य, अर्को भिक्षु मैत्री अनि अर्को बसन्त बिदारी भन्ने पुरातत्वविद, 3 जनालाई यो जिम्मा दियो। हामी 3 जनाको एउटा टोली लिएर हामी चाहिँ नि गएर त्यो जङ्गलमा गयौँ। उहाँले निरीक्षण गऱ्यौँ। त्यो जमानामा त्यहाँ उसले चाहिँ नि नखाइराखेको बसेको, सँगसँगै दिसा पिसाब भन्ने नगरेको र सँगसँगै फेरि उसको टाउकोमा चराले गुँड बनाएको र उसको वरिपरि चाहिँ आगो लागि हुने यस्ता चाहिँ नि अद्भुत कुराहरू जसलाई अर्को शब्दमा चमत्कार भन्न सकिन्छ, त्यस्तो त्यहाँ भइरहेको देखियो। र त्यहाँ चाहिँ नि विभिन्न टिभी मिडियाहरूले पनि 24औं घन्टा 48औं घन्टासम्म, अझ कतैले त 72 घन्टा, 1 हप्ता, 15 महिना दिनसम्म पनि वाच गरिराखेको, रेकर्डिङ गरिराखेको। अनि त्यहाँ सबै कुरा हामीले पनि हेरेको र सोधपुछ गर्दाखेरि त्यहाँ एउटा मिराकल हामीले पाएको। ऊ चाहिँ नि एकै ठाउँमा छ अनि उसको टाउकोमा चाहिँ नि एकदमै चराचुरुङ्गी पनि आइराखेको आउने कहिलेकाहीँ। अनि त्यहाँ चाहिँ नि उसले यति दिनसम्म नउठेको, दिसा पिसाब पनि नगरेको, खाना पनि नखाएको, जुन कुरा वैज्ञानिक रूपमा हेर्दाखेरि असम्भव। यी कुराहरूलाई नै हामीले चमत्कार भन्ने हो भने त्यस्तो कुरा हामीले प्रत्यक्ष देख्न पाएको थिएँ र अरूले पनि यसलाई रेकर्ड गरेको थियो। र अनि त्यो बेलामा कसैले पनि उसलाई बुद्ध भनेन। स्वयं आफैले पनि म बुद्ध भनेर भनेको हामीले कहिले पनि सुनिन। र अनि त्यो बेलामा हामीले रिपोर्ट प्रतिवेदन पेश गरेको थिएँ नेपाल सरकारलाई, यो लुम्बिनी विकास कोष मार्फत, कि यहाँ एउटा केही न केही त चाहिँ चमत्कार भइरहेको छ जुन हामीले व्याख्या गर्न सक्दैनौँ। कसरी सम्भव भयो त भन्ने भन्न सक्दैनौँ। तर जे भइरहेको छ नराम्रो पनि भइरहेको छैन। र उसलाई चाहिँ नि त्यो ध्यानमग्न हुन दिउँ, उसलाई चाहिँ नि राम्रोसँग चाहिँ नि गर्न दिउँ। उसले केही कुरा प्राप्त गर्यो भनेदेखि पनि राम्रै कुरा भयो, र उसले केही प्राप्त भएन भने पनि यसरी पनि केही हुँदैन रहेछ भन्ने कुरा पनि एउटा निष्कर्षमा आउँछ। तर हाम्रो कर्तव्य हुन जान्छ, एकजना देशको नागरिकले यसरी अभ्यास गरेको छ र हालसम्मलाई चमत्कार भइरहेको छ भनेदेखि, र ऊ फेरि अरू होइन चोरी डकैती आदि गरिरहे पनि होइन, चटक गरेर पैसा कमाइरहे पनि होइन भनेदेखि यो उसले जे अभ्यास गरिरहेछ, कहाँबाट आयो, कसरी आयो, कोबाट सिक्यो, अब तफसिलको कुरा त्यो पछि उसैबाट थाहा होला। तर अहिले जे भइरहेको छ राम्रो भइरहेको छ। यसमा चाहिँ नि सरकारबाट यसको सुरक्षा गरोस्। कसैलाई त अब उसबाट जे जति चमत्कार हुँदाखेरि अरूलाई चित्त नबुझ्ने पनि होलान्, अन्यथा मान्ने पनि होलान्, र इन्फिनिटी कम्प्लेक्स पनि कसैलाई हुन जाला, र नेपालको कुनै पनि प्रकारले नाम राम्रो हुने सम्भावनामा चाहिँ चित्त नबुझ्नेहरू पनि होलान्। त्यो कारणले यो व्यक्तिलाई उसको स्वयं त्यो साधना सिद्धको लागि पनि सरकारबाट सुरक्षाको वातावरण बनोस् र अरूबाट पनि उसलाई कुनै पनि प्रकारको हानि नोक्सानी, अरू बदनियतले हानि नोक्सानी हुन नदिउँ। त्यस कारणले पनि कडा सुरक्षाको व्यवस्था गरौँ भनेर हामीले प्रतिवेदन पेश गरेको थिएँ। र त्यो हामीले प्रत्यक्ष नै देखेको हुनाले त्यहाँ त्यस्तो नराम्रो शङ्का ठगीको कुरा गर्ने चाहिँ देखिएन।